तारकेश्वर जाने बाटो नि यता जानु पर्यो प्रवेश निषेध यता नजाने रे तारकेश्वर मन्दिर जाने बाटो अब हामी यताबाट अगाडि बढ्दैछौँ त्यहाँ एकछिन त्यो उकालो मात्र अलिकति अलिक गाह्रो रहेछ यहाँदेखि चाहिँ शीतल छ भने चाहिँ जङ्गलको बाटो भयो धेरै जान हुँदाखेरि रमाइलो हुन्छ बाटो पनि स्ट्रेट छ भित्र जङ्गलभित्र त मैले भन्नुभएको थियो त्यही भएर मैले पहिला पनि पानी परेपछि चिप्ले भने त तलतिर पुगिरहेको हुन्थ्यो पानी त परेको छैन नि त त्यति साह्रो चाहिँ छैन उनले अलिकति बढाएरै भन्ने रहेछ होइन अब यहाँ यात्रुहरूलाई बस्नको स्थानीय व्यवस्था गरिएको रहेछ अनि यहाँ चाहिँ कस्तो मजाले हावा पनि आइरहेछ कि त्यही भएर एकदम बढ्दैछ मजा आइरहेछ रमाइलो पनि भइन्छ गाह्रो पनि भइन्छ उकालो हेर्नुहोस् त यस्तो ठाउँ ठाउँमा हो हल्ला नगर्नु होला भनेर लेखिरहेको हुन्छ किनभने ग्रुपमा आइसकेपछि सबैजनाले हल्ला गर्छ नि त त्यही भएर अगाडि नै सचेत गराएको होला सायद भालेर पोख्यो भने यो काफल पनि त्यही भएर नफल्ला होला यो चाहिँ भालेर सिकाएर काफलको बोट हो अरे यो कुटुकै भयो धुटुकै शिरमा लाउनु शिरको फुल पाउजु लाउनु पावैमा शिरमा लाउनु शिरको फुल पाउजु लाउनु पावैमा गिन्ताङ गिन्ताङ मादल बज्यो झौरी खेल्दैमा माया लौ है सुटुकै काफल गेडी कुटुकै भयो भुतुकै काफल गेडी कुटुकै भयो भुतुकै हामी चाहिँ अगाडि बढ्दैछौँ साथीहरू यहाँ चाहिँ ग्रुप छुटिसकेको ग्रुप छुटेर गइसक्यो अगाडि एक ग्रुप गइसक्यो भने हामी पछाडिको हामी मात्र हो पछाडि चाहिँ हाम्रो ग्रुपमा यहाँ चाहिँ यस्तो घनघोर जङ्गल रहेछ है यो जति क्यामेरामा देखेको छ नि हो रहेछ साथी यिनले चाहिँ होइन मलाई बोल्न कम्प्लिट गर्नै दिँदैन केही बोल्छु भने कि यहाँबाट उसको यहाँबाट लड्यो भने कहाँ पुग्छ अरे घनघोर जङ्गल छ साथीहरू यहाँ चाहिँ लाली गुराँस रहेछ तर धेरै पर रहेछ देख्दैन होला बाँड्दै हुनु चाहिँ यहाँ बहिनीले चक्लेट पनि दिनु भइसक्यो दुईवटा बनाना एप्पल फ्लेभर यो चाहिँ तारकेश्वरको दुईवटा बाटो रहेछ है यता चाहिँ प्रवेश निषेध गरेको छ भने यताबाट रहेछ वे चाहिँ अनि यो चाहिँ मेबी यो एकजनाले बनाएपछि सबैले बनाउनुपर्छ भन्ने गरेर बनायो होला क्या यो चाहिँ तर अहिले पनि एकदम राम्रो देखेको छ हो र त्यत्रो चाहिँदैन अब ल ओके यो चाहिँ प्रवेशद्वार रहेछ है
5 मिनेट लाग्छ सबैलाई यहाँबाट 5 मिनेट लाग्छ अरे यहाँ दुईजना भाइहरू भेट्या चाहिन्छ हामी चाहिँ तारकेश्वर प्रवेशद्वारमा पुगिसक्यौँ अब हामी चाहिँ हिँड्दैछौँ हाम्रो 3 जना चाहिँ पछाडि हुनुहुन्छ अनि यहाँ चाहिँ अब हामी मात्र छौँ यहाँ 4 जना मात्र छ देव सर अनि त्यसपछि 2 जना बहिनीहरू हुनुहुन्छ गरेर आउनु भइसक्यो हजुर पुग्नुलाई 5 हो हर हर शम्भु हर हर शम्भु हर हर शम्भु हर हर महादेव तारकेश्वर महादेव यहाँ चाहिँ पानी थियो होला मेबी अहिले चाहिँ पानी सुकिसकेको रहेछ है हामी चाहिँ अलिअलि फोटो पनि खिच्दै गयो आधी ग्रुप माथि नै छ यहाँबाट छाडो उकालो छ है हाम्रो चाहिँ ग्रुपहरू कोही फर्किँदै हुनुहुन्छ है दर्शन गरिसक्यो ल ल हजुर आइपुग्यो है हामी फर्किसक्यौँ ल ल हामी तल पर्खिँदै गर्नु होला ल ल तल बस्दै गर्छ हामी ओके यहाँ चाहिँ तारकेश्वर बुढा महादेव रहेछ हो फेरि त्यसपछि त्यो मार्यो अनि यहाँ माथि त रोहित भाइ यो कि माथि हो यो चाहिँ मेन चाहिँ यो हो यहाँ चाहिँ के अरे सतीदेवीको दाहिने तिग्रा पतन भएको त्यहाँबाट तारेश्वर महादेवको शिवलिङ्ग रूप देख्नु भने हजुर हजुर जुत्ता चप्पल फुकाल्नु पर्ने रहेछ हामी जुत्ता चप्पलहरू चाहिँ त्यहीँ राखेको छौँ भने अब यताबाट माथि जानुपर्ने रहेछ यति राम्रो आएको छ कि तपाईँलाई साह्रै भिडियो खिच्नु पर्ने के भ्लगहरू त उहाँ गर्नुपर्ने रहेछ मजाको त चिसो पानी चाहिँ एकदमै गर्मीमा चाहिँ एकदम मजा आउँदैछ मुहानको त्यो पानी होला क्या के भन्छ चलो अन्त खाली खुट्टा मेन ठाउँ चाहिँ अघि तल देखाएको थियो नि त्यो भनेर भन्दै हुनुहुन्थ्यो एकजना पुजारी बाबा बस्नु भएको थियो अब यता पनि छ है तल जाने यहाँ माथि रहेछ तारकेश्वर यता नि त्यहाँ पनि दर्शन गर्न जानु पर्यो अनि दर्शन गरिसक्यो हामीले अनि त्यहाँबाट यस्तो ठाडो रहेछ नि त्यो दर्शन गर्नु यहाँबाट चिप्ली पनि छटट हुने रहेछ नानी पख सानो मान्छे पख त्यहाँ अर्को एकजना हुनुहुन्छ होइन पाइँदैन होइन अर्दैन रहेछ के न्यारो छ कि अनि उहाँहरू निस्केपछि हजुरहरू जानु हजुर धन्यवाद ओर्लिँदा चाहिँ डर लाग्दैछ जुत्ता सुत्ता यता राख्ने रहेछ अनि जुत्ता लगाइसक्यो त्यसपछि अब चाहिँ हाम्रो यात्रा तलतिर अब अझ भूमेश्वर जाने अब चाहिँ हाम्रो ग्रुपहरू चाहिँ सबैजना यहाँ एकट्ठा भएको छ है फिटनेस ग्रुप हाइकिङ भनेर यहाँ चाहिँ हामीले ग्रुपिङ फोटो खिचिसकेको छौँ यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेछ भयो मलाई पुग्यो है म चाहिँ यता उता जानु पऱ्यो यता चाहिँ के रहेछ भनेर हेर्न मन लागेछ ला म त के रहेछ यो भित्र छिरेँ ल यहाँ चाहिँ पानीको उयो पनि रहेछ अनि त्यसपछि आएर
पानीको यस्तो चिसो छ पानी यस्तो मजा आउने क्या गर्मीमा चाहिँ एकदम मजा आउने अनि त्यसपछि यिनीहरूले प्रवेश निषेध गरेको रहेछ अनि त्यहाँबाट यहाँ चाहिँ शिवलिङ्गहरू रहेछ है म एकचोटि घुम्छु ल यहाँ सर यहाँ हेरेर हुन्छ साथीहरू चाहिँ सबैजना उता फोटो खिच्दै हुनुहुन्छ क्या मैले फोटो खिचिसकेँ सो यता चाहिँ आएँ अब हिँडेँ नि मैले केही पनि पाएको छैन तपाईको आफ्नो ब्लगर छ भन्दा तपाईँ ऊ गर्नु हुँदो रहेछ के अरे लजाउनु हुँदो रहेछ के अरे अब यो कुरकुरे अब म खासै साटेको पो दर्शन गर्छु क्या अब फर्केकै छिट्टो आइपुगेछु अब चाहिँ हामी भुवनेश्वर कता जाने हो रे भुवनेश्वर मन्दिरतिर जाँदैछौँ अब हामीले तारकेश्वर दर्शन गरिसक्यो यहाँ काफल बेच्न ल्याउनु भएछ अरे अलि पाकेर हिँड्छौँ यो खानु पाकेको छैन चाउनुलाई तर तपाईँहरू कतिवटा लिएको 100 रुपियाँको दुईटामा आयो उता पनि लिउँ ट्यालेन्ट हेलो माथि तारकेश्वर हो 100 रुपियाँ ग्लास हो आमा हामी चाहिँ तारकेश्वर दर्शन गरेर आइसक्यो अब यता प्रतीक्षालयमा भुवनेश्वर जाने साथीहरू पर्खिँदैछौँ के भयो हामी चाहिँ यहाँ साथीहरूलाई वेट गर्दैछौँ यहाँ चाहिँ हामी चाइनिज बोल्ने पनि बोलाएको छौँ हामीले चाइनिज बोल्दैछ छैन कहाँ बज्यो अब चाहिँ हामी भुवनेश्वरतिर जाँदैछौँ तारकेश्वर दर्शन गरिसक्यो अब हाम्रो ग्रुपहरू चाहिँ अगाडि बढिसकेको छ त्यसपछि आएर हामी फेरि पाँचपानीमा गएर खाना खानेछौँ त्यसपछि खाना खाएको भिडियो खिचिसकेपछि चाहिँ मैले बाटोमै सायद इन गर्छु होला है त मेरो घरबारी यहाँ चाहिँ क्यामराम्यान यो बैसालु ठिटो नहुनु बेमानी यहाँबाट हेर्नु
काठमाडौँ सहर यस्तो राम्रो देख्दैछ कि मजाले घाम लागिरहेछ मजाले तर पनि एकदम साथीहरूसँग यसरी रमाइलो गरी हिँड्दा चाहिँ एकदम मजा आउँदछ सायद गर्मी सर्मी सब भागी जाँदो रहेछ कति अरे कति मै खान्छु ल मै खान्छ है साथी लोकल मै हो लोकल मै खासै मल पिठा कुछ नहीं हम घूम रहे मिठो छ मिठो एकदम मिठो लाग्यो मिठो छ मैले खाइसकेँ मलाई मिठो लागेको हामी चाहिँ फाइनली आइसकेको छौँ है होइन भूमेश्वर यो चाहिँ अझै कन्स्ट्रक्सनमै रहेछ यो अझै कम्प्लिट भइसकेको रहेनछ तर पनि यहाँ चाहिँ पर्यटकहरूको बढी ओहिरो लाग्ने भयो यो मेबी कम्प्लिट भइसकेपछि चाहिँ एकदमै दामी देखिन्छ होला साथीहरू त्यही भएर घुम्न चाहिँ एकचोटि आउनै पर्छ हामी जस्तो गरेर आउनु भयो भने एकदमै राम्रो हुन्छ फ्यामिलीले ड्राई पिकनिक जस्तो गरेर आउँदा नि एकदमै राम्रो हुने रहेछ उहाँहरू त्यसरी आउनुभएको रहेछ हामीहरू चाहिँ यो प्लानेट फिटनेसबाट आएको हो फिटनेसको मान्छे भएर जताततै नाच्ने हो जहाँ बाटोमा नाच्ने हो रोके पछि नाच्ने हो ए मन्दिर चाहिँ यो हो ल अहिले म भित्र गएर नि खिचेर यहाँदेखि माथि चाहिँ क्यामेराहरू खिच्न अलाउड रहेनछ त्यही भएर उहाँले त्यो ब्रिफिङ गर्दै हुनुहुन्छ यहाँबाट खुट्टा भिजाएर यता जानुपर्ने रहेछ ओके प्रसाद यो जस्टिस भाइको भिडियोहरू पनि माथि खिच्न नपाइने रहेछ होइन हामीले यो तल तल मात्र खिच्यो यो पानीको पोखरीबाट चाहिँ यता गइसकेपछि चाहिँ खिच्न नपाइने रहेछ गाइजहरू हेर्नुहोस् अहिलेको अवस्था यहाँ यस्तो छ यहाँबाट गुल्ट्यो भने के एकदमै नाजुक अवस्थामा छौँ हामी एकदमै बाटो यस्तो छ यहाँबाट गुल्ट्यो भने होटलमै पुगिन्छ फेरि तारकेश्वर भगवान् कता कता भगवान् सबै देखिन्छ आम्मा यता चाहिँ डरलाई लगाएको नि डरहरू लाग्दैन नि लगाउने हो सबै त्यो अहिले चाहिँ रियल हाइकिङ भयो है अघिसम्म हाइकिङ जस्तो मात्र थियो यो चाहिँ रियल हाइकिङ है यस हेर्नु त यस्तो छ तपाईँहरूले भ्यागुताको अन्डा देख्नु भएको छ यो होइन भ्यागुताको अन्डा यो आम्मा अब हाम्रो चाहिँ जुम्बाको डान्स पनि सक्यो अब फेरि अगाडि बढ्यौँ अब हामी चाहिँ खाना खान जाँदैछौँ खाना खान्छौँ अब हामी खाना खान्छौँ खसीको जेली माम्रे म त खुसी भइहालेँ नि अब खसीको मासु भनेपछि होइन मान्छे निकै रहेछ के कौछ पिसप खोलेको हरेक कुरालाई हुन्छ कि ग्यास्ट्रिक दिएले खोइ देखाउन माथि यो उसमा देखाउन ब्लगमा अन्त देखाउँदै यो होइन नि यो चाहिँ होला हौ यस्तो पात भएको कि यो यस्तो पात भएको हो यस्तो यो चाहिँ हामी 3 जनामा त चाहिँ यहाँ चाहिँ
मन्दिर पनि रहेछ यो के मन्दिर हो यो राम मन्दिर यहाँ पनि कन्स्ट्रक्सनमै रहेछ बाटोहरू चाहिँ एकदम रमाइलो ठाउँ बाटो पनि एकदम राम्रो रमाइलो छ खै लप्सीको बोट मजाले फल्यो क्या भेट्यो भने चाहिँ ऐसेली यहाँ टन्नै छ सकाउनु लागिसक्यो भर्खर ल सबैजना खाना खाएर एकछिन रेस्ट गरेर बसिरहेको छ सबैजना अब चाहिँ हामी फर्किने अब हाम्रो टोली चाहिँ फर्किनु लाग्यो है हामी अब बाई बाई अब चाहिँ बाई बाई हामी सायद टोखामा जान्छौँ होला एकछिन हो टोखा जाने अरे होइन यसो घुमेर त्यहाँबाट पसेर त्यहाँ कलिअलि भिडियो लिउँला अहिले भेटौँला है त बाई 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 यिनले बुलेट ल्यायो नि हामीलाई कसैलाई चढायो नि एकलाई सक्दैन अरे उसले ल ओके ओके यहाँ पर्खिराख्नु भएको छ है रमाइलो भयो अझ फेरि यस्तै मौका आइराखोस् होइन फेरि हाइकिङ फेरि यस्तै पऱ्यो फेरि हाइकिङ जाने हो पार्टनर पनि यस्तै राम्रो पार्टनर मिल्ने पार्टनर होस् हामी चाहिँ टोखामा आइपुग्यो है तब हामी चाहिँ टोखाको मेला पनि हेर्ने त्यही भएर टोखाको मेलामा आएको छौँ यहाँ चाहिँ नेवारी चिजहरू के खानु मन लाग्छ सबै यहाँ बजार लाग्छ त्यही भएर यहाँदेखि परसम्म होला मेबी होइन नेवारी सेटहरू के खानु मन लाग्छ त्योहरू चाहिँ यहाँ पाइन्छ चिउरा हुनेछ यो चाहिँ हाम्रो नेपाली परम्परा अनुसार बजाऊ बजाऊ कस्तो मजाले चिउरा लिनुभएको आछु म गाउँ भन्दै बसिरहेको चिउरा धान ल है हाम्रो ग्रुपहरू यता बस्ने अरे कहाँ बस्ने हो कहाँ एकजना त जाँडा हान्नु भन्दा यामरी नखाने चिहाल्छु भनेको त यहाँ खाइहालेको छ नि खुवा चाहिँ सकिसक्यो खुवा मरुला यहाँ रहेछ यामरी यहाँ छ है मेरो तिमीले छ्याङ नखाएर के खाएको रे जुजुदाउ को जुजुदाउ खाने दिदी र म खै जुजुदाउ खाने जुजुदाउ पाउँछ के यो अब मैले फर्स्टचोटि खाँदैछु यहाँ त मिठो हुन्छ यो चाहिँ हाम्रो मिठा पान है यहाँ उहाँले बाँड्दै हुनुहुन्छ सुनिता बाकी
अन्त खाइसक्यो बहिनी थ्याङ्क यू राम्री बहिनी हुनुहुन्छ ल थ्याङ्क यू बाई सबै पार्टी चल्लो वाउ कस्तो राम्रो बनाएको आफैले बनाएको हो ल बन्दै गरेको यो चाहिँ कति हो सेटै हो यो चाहिँ सेट भन्नाले हजुरले एउटाको चाहिँ 100 हो 100 कस्तो राम्रो बनाएको ल किरिङ छ किरिङ पनि छ पछि बच्चाएर हो हो ल नेक्स्ट टाइम लिन्छु ल बच्चाहरू ल्याएपछि ल किन्ने पनि भ्लगमा यो होइन पलाख्ने उसको भुल हो पैसा दिनु पर्यो पैसा दिनु पर्यो भने कसले उयो गर्नु ल थ्याङ्क यू ल ल मलाई फ्लावर दिनु ल ल ल प्लानेट हामी चाहिँ टोखाबाट निस्किसक्यो है साथीहरू अब चाहिँ हामी प्लानेटमै जान्छौँ अनि त्यसपछि एकछिन रमाइलो गर्छौँ त्यसपछि फर्किन्छौँ भन्ने कुरा भएको छ अब के हुन्छ अब फेरि हेर्दै गर्नु होला यहाँ आएर फ्रेस भइसक्यो यहाँ हामी हिँड्न सक्छौँ त आसु किन म अप्ठ्यारोबाट त हिँड्नु मेरो आसु आँटिलो छ मान्छे अरे हिँड्छु भन्नु छ अब म पनि हिँडेँ आजको भिडियो यति नै हाइकिङ एकदमै रमाइलो भयो एकदम यति धेरै इन्जोय गरेँ कि त्यो अब भिडियोमा देखिहाल्नु भयो आजको भिडियो यति नै हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अब हामी नेक्स्ट भिडियोमा भेटौँला आजलाई हामी छुट्टी भएछ बाई बाई